नमस्कार, हजुरहरूलाई शेयर सिकर युट्युब च्यानलमा स्वागत छ। आजको यस भिडियोमा चाहिँ हामी क्यान्डलस्टिक प्याटर्नको बारेमा सिक्न गइरहेका छौँ। योभन्दा अगाडिको भिडियोमा हामीले टाइप्स अफ ट्रेन्ड र सपोर्ट एन्ड रेसिस्टेन्सको बारेमा सिकिसकेका छौँ। यदि तपाईँहरूले त्यो भिडियो हेर्नु भएको छैन भने यो भिडियो पश्चात त्यो भिडियो पनि एकचोटि हेर्नुहोला। सर्वप्रथम क्यान्डलस्टिक प्याटर्नको बारेमा सिक्नुभन्दा पहिला क्यान्डल भनेको के हो भन्ने विषयमा कुरा गरौँ। क्यान्डल भनेको चाहिँ कुनै पनि एउटा निश्चित टाइम फ्रेममा प्राइजमा देखिएको वृद्धि वा कमीलाई देखाउने भिजुअल रिप्रेजेन्टेसनलाई नै हामी क्यान्डल भनेर भन्छौँ, जसमा चाहिँ एउटा निश्चित टाइम फ्रेममा चाहिँ प्राइजमा भएको वृद्धि र प्राइजमा भएको गिरावटलाई चाहिँ देखाइएको हुन्छ, जसको चाहिँ एउटा पिक्चर फर्मेटमा हामीले क्यान्डल मार्फत प्राइजलाई हामी बुझ्न गर्छौँ। र विशेष गरी अब क्यान्डल भनेको दुई प्रकारको हुन्छ हैन, एउटा बुलिस क्यान्डल हुन्छ भने अर्को बियरिस क्यान्डल हुन्छ। र रेड कलरको क्यान्डलले जहिले पनि बियरिस क्यान्डललाई चाहिँ जनाउँछ भने ग्रीन कलरको क्यान्डलले चाहिँ बुलिस क्यान्डललाई जनाउँछ। क्यान्डल कसरी फर्मेसन हुन्छ भन्ने कुरा गर्नुपर्दा जस्तै कस्तो हुन्छ भने मार्केट हैन, जस्तै अब दुई खालको क्यान्डल हुन्छ। जस्तै हामी यो ग्रीन क्यान्डललाई हेरौँ, ग्रीन क्यान्डलमा चाहिँ जस्तै अब मार्केट ओपनिङ प्राइज हुन्छ हैन, कुनै पनि टाइम फ्रेममा जस्तै ओपनिङ हुँदाखेरिको प्राइज सुरुमा यहाँनिर ओपनिङ प्राइज देखिराखेको छ। यो ओपनिङ लेखे ठाउँमा ओपनिङ प्राइज भइसकिसकेपछि मार्केट ओपन हुन्छ र मार्केट ओपन भइसकेपछि केही समय चाहिँ अलिकति प्राइज चाहिँ गिरावट भएर तलतिर घट्दै घट्दै गएको छ। यहाँ देखिराखेको छ यो घटेको प्राइज ओपनिङ प्राइज भन्दा तल गएको प्राइजलाई चाहिँ हामीले चाहिँ लो भनिन्छ है। यो लोलाई चाहिँ हामीले लोअर स्याडो अथवा लोअर विक्स भन्छौँ। र त्यो ओपनिङ प्राइज भन्दा फेरि मार्केटमा प्राइज बढ्दै 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 गएर चाहिँ यो लेभलमा गएर चाहिँ हाई बनाएको छ भनेको त्यो दिनको सबैभन्दा म्याक्सिमम प्राइजलाई चाहिँ यो हाईले देखाइराखेको छ। र यो लेभलसम्म चाहिँ त्यो दिनमा प्राइज इन्क्रिज भएर यो लेभलसम्म पुगेको छ भने यो लेभलबाट फेरि प्राइजमा अलिकति गिरावट भएर चाहिँ मार्केट क्लोजिङ टाइममा चाहिँ यो लेभलमा आएर मार्केट क्लोज भएको छ, जसलाई चाहिँ हामी क्लोजिङ प्राइज भन्छौँ है, क्लोजिङ प्राइज भन्छौँ। र ओपनिङ प्राइज र क्लोजिङ प्राइजको बिचको भागलाई यो चारपटे बक्स आकारको भागलाई चाहिँ हामीले क्यान्डलको बडी भन्छौँ भने क्लोजिङ प्राइज भन्दा माथिको भागलाई अप्पर विक्स अथवा स्याडो भन्छौँ भने ओपनिङ प्राइज भन्दा तलको भागलाई चाहिँ लोअर स्याडो वा विक्स भनेर चाहिँ हामी भन्छौँ। र अब हामीले क्यान्डलको अब कलरको कुरा गर्नुपर्दा है त जहिले पनि कस्तो हुन्छ भन्दाखेरि ओपनिङ प्राइज भन्दा क्लोजिङ प्राइज चाहिँ बढीमा हुन्छ भने त्यस्तो खालको क्यान्डल चाहिँ जहिले पनि ग्रीन क्यान्डल बन्छ। र ग्रीन क्यान्डलबाट हामीले के बुझ्नुपर्छ भन्दाखेरि आजको मार्केटको ओपनिङ प्राइज भन्दा क्लोजिङ प्राइज हाई छ, जसले गर्दाखेरि चाहिँ ग्रीन क्यान्डल फर्मेसन भएको छ भन्ने कुरा बुझ्नुपर्छ। भने अब रेड क्यान्डल चाहिँ कसरी फर्मेसन हुन्छ भन्ने कुरा गर्नुपर्दाखेरि सुरुमा मार्केट यो लेभलमा ओपनिङ भएको छ हैन, ओपनिङ प्राइज यो लेभलमा भएको छ र ओपनिङ प्राइज भइसकेपछि मार्केटले अलिकति मार्केट वृद्धि भएर अथवा इन्क्रिज भएर यो लेभलसम्मको एउटा हाई बनाएको छ है त। मार्केट बढेर यो लेभलमा गयो, त्यस पछाडि फेरि मार्केटमा चाहिँ अलिकति सेलिङ प्रेसर आएर चाहिँ मार्केट कन्टिन्यू डाउनफल हुँदै हुँदै यो लेभलमा गएको छ है, लो बन्न पुगेको छ। र फेरि लोबाट अलिकति डिमान्ड आएर मार्केट चाहिँ यो लेभलमा गएर चाहिँ मार्केट क्लोज भएको छ भने यसरी ओपनिङ प्राइज भन्दा चाहिँ क्लोजिङ प्राइज चाहिँ तल हुन्छ भने चाहिँ यस्तो रेड खालको क्यान्डल फर्मेसन हुन्छ। र रेड क्यान्डल देखिन्छ भने हामीले मार्केटमा आज ओपनिङ भन्दा क्लोजिङ कम भएको छ र मार्केटमा अलिकति डिमान्ड भन्दा सप्लाई बढी भएको छ भन्ने कुरा चाहिँ हामीले रेड क्यान्डलबाट थाहा पाउन सकिन्छ। अब हामीले यो चित्रबाट पनि त्यही देखिराखेको छ है त। यो चित्रमा पनि एउटा यो चाहिँ बुलिस क्यान्डल देखिराखेको छ। किन बुलिस क्यान्डल देखिन्छ भन्दाखेरि यो ग्रीन क्यान्डल देखिराखेको छ र ओपनिङ प्राइज यो लेभलमा भएको छ, मार्केट चाहिँ अलिकति डाउनफल हुँदै हुँदै गएर यो लेभलमा एउटा लो बनायो, त्यस पछाडि यहाँनिर लोअर विक्स देखिराख्नु भएको छ भने अब मार्केट योबाट फेरि बढेर टप मिया बनायो, यो हाई बनिरहेको छ र मार्केट क्लोज हुँदाखेरि चाहिँ यो लेभलमा भएको छ र यहाँनिर अप्पर विक्स बनायो र यो ओपनिङ र क्लोजिङ बिचको प्राइसलाई चाहिँ हामीले रियल बडी भनिन्छ हैन। अब यसरी चाहिँ क्यान्डल फर्मेसन हुन्छ र विशेष गरी क्यान्डलको चाहिँ तीनवटा पार्टहरू हुन्छ है त, अप्पर विक्स हुन्छ, लोअर विक्स हुन्छ र रियल बडी हुन्छ। यो भनेको एउटा अब ग्रीन क्यान्डल देख्ने बित्तिकै हामीले पोजिटिभ सम्झिनु पर्यो कि आज मार्केटमा चाहिँ प्राइस चाहिँ इन्क्रिज भइरहेको छ भन्ने कुरा चाहिँ यो क्यान्डलले देखाइरहेको छ भन्ने कुरा चाहिँ हामीले बुझ्नु पर्यो। र यहाँनिर अर्को हामीले रेड क्यान्डल देखिरहेका छौँ। अब यो रेड क्यान्डलले चाहिँ के बुझाउँछ भने मार्केटमा आज ओपनिङ प्राइस भन्दा क्लोजिङ प्राइस चाहिँ कम छ भन्ने कुरा चाहिँ देखाइरहेको छ। र अब यसमा पनि त्यही देखिरहेको छ, तीनवटा पार्टहरू है,
माथिपट्टिको भागलाई अप्पर विक्स भनियो, बीचको भागलाई रियल बडी भनिन्छ र अब तलको भागलाई चाहिँ हामीले लोअर विक्स भनेर भन्छौँ। र अब विशेष गरी हैन क्यान्डल भनेको चाहिँ अब डिफ्रेन्ट नामको हुन्छ है त। क्यान्डलको नामहरू चाहिँ फरक फरक हुन्छ, तर पनि हामीले विशेष गरी बुझ्नुपर्ने क्यान्डलबाट हामीले के कुरालाई चाहिँ हामीले थाहा पाउनुपर्छ भन्दाखेरि मार्केटमा क्यान्डल हेरिसकेपछि डिमान्ड हाई छ कि सप्लाई हाई छ भन्ने कुरा थाहा पाउनुपर्छ। र यदि डिमान्ड हाई छ भने मार्केटमा अब प्राइस इन्क्रिज हुने चान्सेस हुन्छ भने, यदि सप्लाई हाई देखिन्छ भने मार्केटमा चाहिँ प्राइस चाहिँ डाउनफल हुने सम्भावना हाई हुन्छ। र विशेष गरी हामीले क्यान्डलको बडीको आधारमा चाहिँ हामीले मार्केटमा अब इन्क्रिज हुने वा डिक्रिज हुनेलाई चाहिँ हामीले आइडेन्टिफाई गर्नुपर्छ। र विशेष गरी मार्केटमा दुईवटा क्यान्डल देखिन्छ हैन। एउटा भनेको बिग बडी क्यान्डल भनेको अघि बडी भन्ने कुरा देखिराख्नु भएको छ, बिग बडी क्यान्डल र स्मल बडी क्यान्डल हैन, दुई खालको क्यान्डलहरू रहेका हुन्छन्। र यदि मार्केटमा बिग बडी क्यान्डल देखिन्छ भने मार्केटमा अब डिमान्ड हाई छ या सप्लाई हाई छ भन्ने कुरालाई जनाउँछ भने, स्मल बडी क्यान्डल देखिन्छ भने चाहिँ डिमान्ड र सप्लाईमा चाहिँ त्यस्तो ठुलो ग्याप छैन, अलिकति इन्डिसिजन टाइपको छ मार्केट भन्ने कुरा चाहिँ हामीले बुझ्नुपर्छ। र अब क्यान्डलस्टिक प्याटर्नको बारेमा कुरा गर्नुपर्दा तीन खालको क्यान्डलस्टिक प्याटर्नहरू रहेका हुन्छन्। एउटा भनेको वान बार बुलिश क्यान्डलस्टिक अथवा वान बार क्यान्डलस्टिक अथवा सिंगल क्यान्डलस्टिक प्याटर्न, अनि टू बार क्यान्डलस्टिक प्याटर्न अथवा डबल क्यान्डलस्टिक प्याटर्न र ट्रिपल क्यान्डलस्टिक प्याटर्न अथवा थ्री बार क्यान्डलस्टिक प्याटर्न गरेर तीन खालका क्यान्डलस्टिक प्याटर्नहरू रहेका हुन्छन्। जस अन्तर्गत आजको यस भिडियोमा चाहिँ हामीले सिंगल क्यान्डलस्टिक प्याटर्न अथवा वान बार क्यान्डलस्टिक प्याटर्नको बारेमा चाहिँ हामी सिक्न गइरहेका छौँ। सिंगल क्यान्डलस्टिक प्याटर्न अन्तर्गत चाहिँ अब सबैभन्दा पहिलो क्यान्डलस्टिक प्याटर्नको नाम रहेको छ मोरबोजी क्यान्डल है त, ल बुलिश मोरबोजी क्यान्डल रहेको छ। अब यो क्यान्डल चाहिँ कस्तो हुन्छ भन्दाखेरि हैन, मार्केटमा अब यो लेभलमा ओपनिङ भएको छ हैन, यो लेभलमा ओपनिङ भएर दिनैभरि मार्केट क्लोजिङ हुने बेलासम्म चाहिँ कन्टिन्यू बढेर माथि मात्रै गएर चाहिँ यो लेभलमा क्लोजिङ भएको छ भने अब यस्तो खालको क्यान्डलले चाहिँ मार्केटमा डिमान्ड हाई छ र मार्केट भोलिको दिनमा पनि इन्क्रिज हुन्छ भन्ने खालको चाहिँ यसले सिग्नल दिइरहेको हुन्छ र यो खालको क्यान्डल चाहिँ फर्मेसन भइरहेको हुन्छ। यदि हामीले मार्केटमा यस्तो खालको क्यान्डल देखियो भने चाहिँ आज बजारमा बायरहरूको स्ट्रेन्थ हाई छ भन्ने कुरा चाहिँ हामीले आइडेन्टिफाई गर्नुपर्छ। अब यसलाई हामीले चार्टमा हेर्दाखेरि चाहिँ चार्टमा चाहिँ कस्तो देखिन्छ भने यस्तो खालको देखिन्छ हैन। मार्केट यदि यसरी डाउनफल हुँदै हुँदै गर्दै जाँदाखेरि चाहिँ अब यहाँ यो लेभलमा एउटा मोरबोजी क्यान्डल देखियो हैन, एउटा सपोर्ट लेभलमा मोरबोजी क्यान्डल देखिन्छ भने यहाँनिर पनि सपोर्ट लेभलमा देखिराखिएको छ। यसरी सपोर्ट लेभलमा मोरबोजी क्यान्डल फर्मेसन हुन्छ भने हामीले के आइडेन्टिफाई गर्नुपर्छ भन्दाखेरि मार्केट चाहिँ अब यो लेभलदेखि चाहिँ इन्क्रिज हुन आँट्दैछ अथवा मार्केट डाउनफलबाट रिभर्सल लिन आँट्दैछ भन्ने कुरा चाहिँ हामीले आइडेन्टिफाई गर्नुपर्छ। नेक्स्ट क्यान्डलस्टिक प्याटर्नको नाम रहेको छ ह्यामर क्यान्डलस्टिक प्याटर्न। ह्यामर क्यान्डलस्टिक प्याटर्नमा चाहिँ अब क्यान्डल ठ्याक्कै ह्यामर जस्तै देखिराखेको हुन्छ हैन। अब यसको चाहिँ के हुन्छ भन्दाखेरि मार्केट यो लेभलमा ओपन भएको हुन्छ र मार्केट ओपन भए पछाडि कन्टिन्यू सेलिङ प्रेसर हाई आएर सेलिङ बढी आएर चाहिँ मार्केट चाहिँ डाउनफल भएर यो लेभलसम्म गइरहेको हुन्छ र फेरि बायरहरूको चाहिँ अब बायरहरूले चाहिँ अलिकति बाइङ गर्दै गर्दै लगेर मार्केट यो लेभलमा लगेर चाहिँ मार्केट क्लोजिङ भइरहेको हुन्छ। यसरी एउटा ह्यामर क्यान्डल फर्मेसन हुन्छ र यो ह्यामर क्यान्डल भनेको चाहिँ विशेष गरी एउटा रिभर्सल क्यान्डलको रूपमा लिने गरिन्छ र मार्केट यदि यसरी रेड क्यान्डल फर्मेसन हुँदै डाउनफल हुँदै गर्दाखेरि ह्यामर क्यान्डल फर्मेसन हुन्छ भने यस्तो क्यान्डलले चाहिँ मार्केटलाई चाहिँ रिभर्सलको सिग्नल देखाउँछ भन्ने कुरा चाहिँ हामीले बुझ्नुपर्छ र हामीले यसलाई हामीले चार्टमा हेर्दाखेरि चाहिँ यस्तो खालको देखिन्छ। मार्केट यहाँबाट डाउनफल हुँदै गर्दाखेरि चाहिँ यो लेभलमा आएर एउटा ह्यामर क्यान्डल फर्मेसन भएको छ हैन र ह्यामर क्यान्डल फर्मेसन पश्चात चाहिँ मार्केट चाहिँ कन्टिन्यू अप ट्रेन्ड जाँदै जाँदै यसरी मार्केट अप ट्रेन्डतिर गएको छ र अब यो ह्यामर क्यान्डलबाट हामीले ठ्याक्क के थाहा हुन्छ भन्दाखेरि यहाँनिर लोवरतिर विक्स बन्छ भने डिमान्ड हाई छ भन्ने कुरा हामीले बुझ्नुपर्छ भने अप्परतिर विक्स बन्छ भने चाहिँ यसरी अप्परतिर विक्स बन्छ भने चाहिँ सप्लाई बढी छ भन्ने कुरा चाहिँ अब यसले बुझाउँछ। अब अर्को हाम्रो क्यान्डलस्टिक प्याटर्नको नाम रहेको छ इन्भर्टेड ह्यामर। इन्भर्टेड ह्यामर भनेको ठ्याक्कै ह्यामरको उल्टो क्यान्डल हैन, ह्यामर जस्तै हो तर ह्यामरबाट ठ्याक्कै उल्टो बन्छ भने यसलाई चाहिँ इन्भर्टेड ह्यामर क्यान्डल भनिन्छ र यसले पनि मार्केटमा चाहिँ है डाउनफल हुँदै हुँदै गर्दाखेरि एउटा रिभर्सलको सिग्नल दिने क्यान्डल अन्तर्गत पर्छ र अब यहाँनिर के देखिराखेको छ भन्दाखेरि मार्केट चाहिँ यो लेभलमा ओपन भयो, ओपन भएपछि कन्टिन्यू मार्केट बढ्दै बढ्दै यहाँनिर पुग्यो, फेरि अब अलिकति लास्ट आवरमा क्लोजिङ हुने बेलामा चाहिँ यहाँ आएर क्लोजिङ भएको छ
हैन। अब यस्तो खालको क्यान्डललाई चाहिँ हामीले इन्भर्टेड ह्यामर क्यान्डल भनिन्छ र यसले चाहिँ विशेष गरी रिभर्सलको सिग्नल दिने काम गर्छ। मार्केट डाउन ट्रेन्ड जाँदै गर्दा अप ट्रेन्डतिर जाने र अप ट्रेन्डबाट मार्केट डाउन ट्रेन्डतिर जाने भन्ने खालको सिग्नल चाहिँ यो क्यान्डलले दिने गर्छ। र यहाँनिर हामी देखिराखेको छ मार्केट यो लेभलबाट एउटा साइडवेज भयो हैन। त्यस पछाडि मार्केट डाउनफल हुँदै हुँदै गर्दाखेरि यो लेभलमा आएर एउटा इन्भर्टेड ह्यामर क्यान्डल फर्मेसन भएको छ र यस पछाडि चाहिँ मार्केटले चाहिँ कन्टिन्यू ग्रीन क्यान्डल बनाउँदै बनाउँदै यहाँनिर एउटा ग्रीन क्यान्डल अर्को हुँदै हुँदै मार्केट चाहिँ अलिकति अप ट्रेन्डतिर रिभर्सल भएको सिग्नल चाहिँ देखेर आएको छ। अब यस्तो खालको क्यान्डल मार्केट डाउनफल हुँदै गर्दाखेरि बनेको देखिन्छ भने हामीले मार्केटमा रिभर्सल आउन आँटेको हो कि भन्ने कुरा चाहिँ हामीले अलर्ट रहनुपर्छ। अर्को क्यान्डलस्टिक प्याटर्नको नाम रहेको छ ड्रागन फ्लाई डोजी। अब यो ड्रागन फ्लाई डोजी क्यान्डल पनि एउटा रिभर्सल क्यान्डल अन्तर्गत नै पर्छ र मार्केट यसरी डाउनफल हुँदै हुँदै गर्दा मार्केट घट्दै गर्दा यो खालको क्यान्डल फर्मेसन हुन्छ भने हामीले मार्केटमा अब रिभर्सल आउन आँटेको सिग्नल आइरहेको छ भन्ने कुरा चाहिँ हामीले बुझ्नुपर्छ र त्यही अनुसार मार्केटमा चाहिँ एउटा रिभर्सल देख्न सकिन्छ। यसलाई पनि हामीले चार्टमा हेर्दाखेरि चाहिँ यस्तो खालको देखिन्छ है त। मार्केट यो लेभलबाट कन्टिन्यू डाउनफल हुँदै हुँदै गर्दाखेरि यो लेभलमा आएर चाहिँ एउटा ड्रागन फ्लाई डोजी क्यान्डल फर्मेसन भएको छ र यो क्यान्डल पश्चात चाहिँ कन्टिन्यू मार्केटले चाहिँ एउटा अप ट्रेन्ड लिएर गएको छ भने यस्तो खालको क्यान्डल चाहिँ यदि बटम लेभलमा सपोर्ट लेभलमा देखिन्छ भने चाहिँ हामीले मार्केटमा अब रिभर्सल आउन सक्छ भन्ने कुरा चाहिँ बुझ्नुपर्छ है त। ल अब अर्को रहेको छ हाम्रो बुलिस स्पिनिङ टप क्यान्डल। बुलिस स्पिनिङ टप क्यान्डल पनि एउटा रिभर्सल क्यान्डलै हो हैन। मार्केट डाउनफल हुँदै गर्दाखेरि अप ट्रेन्डतिर जान्छ भन्ने कुरा कोहीले सिग्नल दिन्छ भने मार्केट अप ट्रेन्डतिर हुँदै गर्दाखेरि डाउनतिर रिभर्सल हुने सिग्नल चाहिँ यो क्यान्डलले दिइरहेको हुन्छ। अब यसमा चाहिँ के छ भन्दाखेरि डिमान्ड र सप्लाई चाहिँ बराबरी जस्तो देखिन्छ हैन। लोअर विक्स र अप्पर विक्सको अब हाइट चाहिँ सिमिलर देखिराखेको छ भने यो लेभलमा मार्केट ओपन भयो, मार्केट अलिकति डाउनफल भयो, फेरि मार्केट चाहिँ बढेर यो लेभलमा पुगेर क्लोजिङमा यहाँनिर भएको छ भने अब यस्तो खालको क्यान्डल फर्मेसन हुन्छ र यस्तो क्यान्डल देख्ने बित्तिकै हामीले मार्केटमा यदि डाउनफल छ भने रिभर्सल आउन आँटेको सिग्नल आयो भन्ने कुरा बुझ्नुपर्छ भने मार्केट अप ट्रेन्डमा छ भने पनि मार्केट अब डाउनफल हुनेवाला छ भन्ने खालको चाहिँ हामीले बुझ्नुपर्छ। यसलाई हामीले चार्टमा हेर्दाखेरि यस्तो देख्छौँ हैन। यो लेभलबाट मार्केट अलिकति डाउनफल हुँदै थियो, कन्टिन्यू मार्केटमा अब प्राइस घटिरहेको थियो हैन। अनि यो लेभलमा आएर चाहिँ एउटा स्पिनिङ टप टाइपको क्यान्डल फर्मेसन भएको छ हैन। त्यस पछाडि चाहिँ मार्केटले कन्टिन्यू अप ट्रेन्ड लिएर चाहिँ यो लेभलसम्म गएको छ भने यसरी बटममा आएर चाहिँ स्पिनिङ टप क्यान्डल फर्मेसन हुन्छ अनि मार्केट अप ट्रेन्डतिर जान्छ र अप ट्रेन्डमा हैन यस्तो माथि टपमा गएर चाहिँ स्पिनिङ टप क्यान्डल फर्मेसन हुन्छ भने मार्केट डाउनफल हुन्छ भन्ने कुरा चाहिँ हामीले बुझ्नुपर्छ। अब हाम्रो नेक्स्ट रहेको छ वान बार बियरिश क्यान्डलस्टिक प्याटर्न। वान बार बियरिश क्यान्डलस्टिक प्याटर्न अथवा सिंगल बियरिश क्यान्डलस्टिक प्याटर्न पनि भनेर भन्न मिल्छ हैन। अब हाम्रो बियरिश सिंगल बार बियरिश क्यान्डलस्टिक प्याटर्न अन्तर्गत चाहिँ पहिलो रहेको छ बियरिश मोरबोजी क्यान्डल। अब बुलिस मोरबोजी क्यान्डलको ठ्याक्कै अपोजिट क्यान्डल फर्मेसन हुन्छ भने यसलाई चाहिँ हामीले बियरिश मोरबोजी क्यान्डल भन्छौँ र बियरिश मोरबोजी क्यान्डलमा चाहिँ के हुन्छ भन्दाखेरि यो लेभलमा मार्केट चाहिँ ओपनिङ भएर दिनैभरि हैन बिहानको ओपनिङ प्राइसदेखि मार्केट क्लोजिङसम्म नै कन्टिन्यू घटेको घटै सेलिङ प्रेसर आएको आइ गरेर लास्टसम्म पनि क्लोज हुन्छ भने त्यस्तो क्यान्डललाई चाहिँ हामीले बियरिश मोरबोजी क्यान्डल भन्छौँ र बियरिश मोरबोजी क्यान्डल अथवा बुलिस मोरबोजी क्यान्डलहरूको माथि र तलतिर सासानो विक्सहरू पनि रहन चाहिँ सक्छ तर यसमा चाहिँ विक्स देखाइएको छैन। यसलाई पनि हामीले अब चार्टमा हेर्नु पर्दा चाहिँ यस्तो देखिन्छ है त। मार्केट अब यो लेभलमा अप ट्रेन्ड भएर यो लेभलमा पुगेको मार्केटमा यहाँनिर गएर चाहिँ एउटा बियरिश मोरबोजी क्यान्डल फर्मेसन भएको देखिराखेको छ रेड क्यान्डल हैन। त्यस पछाडि मार्केट कन्टिन्यू डाउनफल हुँदै यो लेभलमा पनि बियरिश क्यान्डल मोरबोजी क्यान्डल फर्मेसन भएको देखिँदैछ। यसरी मार्केट चाहिँ अलिकति टप एरियामा चाहिँ बियरिश मोरबोजी क्यान्डल फर्मेसन हुन्छ भने मार्केटमा चाहिँ यसले चाहिँ अलिकति सप्लाई बढी आएर मार्केट डाउनफल हुन्छ भन्ने कुरा चाहिँ हामीले बुझ्नुपर्छ। यो लेभलमा पनि हामीले एउटा चाहिँ बियरिश मोरबोजी क्यान्डल देखिराखेको छ। त्यस पश्चात कन्टिन्यू मार्केट चाहिँ यसरी डाउनफल भइरहेको छ है त। नेक्स्ट क्यान्डलस्टिक प्याटर्नको नाम रहेको छ सुटिङ स्टार है त। अब सुटिङ स्टार क्यान्डल पनि एउटा रिभर्सल क्यान्डलको रूपमा हामीले चाहिँ यसलाई बुझ्नुपर्छ र मार्केट अप ट्रेन्ड हुँदै गर्दाखेरि सुटिङ स्टार क्यान्डल फर्मेसन हुन्छ भने यसले चाहिँ मार्केटलाई चाहिँ डाउनफल गराउँछ भन्ने कुरा बुझ्नुपर्छ भने मार्केट डाउनफल हुँदै गर्दाखेरि यो खालको क्यान्डल देखिन्छ भने मार्केटमा अप ट्रेन्ड आउन आँटेको छ भन्ने कुराको सिग्नल चाहिँ यो सुटिङ स्टार क्यान्डलले दिने गर्छ र अब यो क्यान्डल चाहिँ मार्केट यसरी
कन्टिन्यू बढ्दै गर्दाखेरि चाहिँ यो लेभलमा एउटा सुटिङ स्टार क्यान्डल फर्मेसन भएको देखिराखेको छ र यहाँनिर के देखिराखेको छ भने यो लेभलमा मार्केट ओपन भएको छ र ओपन भएपछि कन्टिन्यू प्राइस चाहिँ अझै पनि बढिरहेको छ र यो लेभलमा पुगेर हाई भएको छ है, हाई भयो र फेरि मार्केटमा अलिकति सेलरहरूको सेलिङलाई चाहिँ थाम्न नसकेर सेलिङ आएर मार्केटमा यो लेभलमा गएर चाहिँ मार्केट क्लोज भएको छ भने यस्तो अवस्थामा चाहिँ यो खालको क्यान्डल फर्मेसन हुन्छ र यहाँनिर अप्परतिर लामो विक्स बन्छ भने चाहिँ यसबाट हामीले के बुझ्नुपर्छ भन्दाखेरि सेलरहरूको सेलिङ प्रेसर चाहिँ अलिकति हाई छ भन्ने कुरा चाहिँ बुझ्नुपर्छ। त्यही अनुसार मार्केट चाहिँ डाउनफल हुने गर्छ र यसलाई हामीले चार्टमा हेर्दाखेरि चाहिँ यस्तो खालको देख्छौँ है त। मार्केट यहाँबाट हेर्नु होला बिस्तारै बिस्तारै डाउनफल हुँदै हुँदै गर्दाखेरि यो लेभलमा आएर चाहिँ मार्केट यहाँबाट अप ट्रेन्डतिर गएको छ हैन, मार्केट उठेको छ र उठेपछि यो लेभलमा पुगेर एउटा सुटिङ स्टार क्यान्डल फर्मेसन भएको छ र सुटिङ स्टार क्यान्डल फर्मेसन पश्चात चाहिँ एउटा यो रिभर्सल क्यान्डल भएको कारणले गर्दा मार्केटमा चाहिँ अलिकति डाउनफल आएको कुरा चाहिँ हामीले देखिरहेका छौँ र सुटिङ स्टार क्यान्डल पश्चात मार्केट थोरै डाउनफल भइरहेको छ। अर्को क्यान्डलस्टिक प्याटर्नको नाम रहेको छ ह्याङ्गिङ म्यान क्यान्डलस्टिक प्याटर्न। अब ह्याङ्गिङ म्यान क्यान्डलस्टिक प्याटर्न भनेको पनि ह्यामर जस्तै हो तर त्यसको ठ्याक्क कलरमा चाहिँ रेड कलरको हुन्छ र अब यो क्यान्डल पनि एउटा रिभर्सल क्यान्डलको रूपमा रहेको हुन्छ र मार्केट यदि अप ट्रेन्ड जाँदै गर्दाखेरि यो खालको क्यान्डल बन्छ भने मार्केट रिभर्सल आउँछ भन्ने खालको सिग्नल दिन्छ भने मार्केट डाउनफल हुँदैछ भने यो खालको क्यान्डल बन्दाखेरि मार्केटमा एउटा रिभर्सल आउँदैछ भन्ने खालको सिग्नल चाहिँ दिन्छ र विशेष गरी यो क्यान्डललाई पनि एउटा रिभर्सल क्यान्डलको रूपमा चाहिँ हामीले बुझ्नुपर्छ। यसलाई पनि हामीले चार्टमा हेर्यौँ भने यस्तो खालको देख्छौँ हैन, मार्केट यसरी बढ्दै गर्दाखेरि अप ट्रेन्डमा हुँदै गर्दाखेरि यो खालको क्यान्डल फर्मेसन हुन्छ भने अब मार्केटमा एउटा रिभर्सलको सिग्नल आइरहेको छ भन्ने कुरा चाहिँ हामीले बुझ्नुपर्छ। त्यही अनुसार मार्केटमा चाहिँ यसरी एउटा सेलिङ प्रेसर आएर मार्केट अलिकति डाउनफल भएको कुरा चाहिँ देखिराखेको छ। नेक्स्ट क्यान्डलस्टिक प्याटर्नको नाम रहेको छ ग्रेभ स्टोन डोजी। अब ग्रेभ स्टोन डोजी पनि एउटा रिभर्सल क्यान्डलै हो हैन, मार्केट यसरी अप ट्रेन्ड हुँदै गर्दाखेरि यो खालको क्यान्डल फर्मेसन हुन्छ भने अब यसबाट चाहिँ हामीले मार्केटमा अब रिभर्सल आउँदैछ भन्ने कुरा चाहिँ आइडेन्टिफाई गर्नुपर्छ है त। ल यसलाई पनि अब हामीले कसरी फर्मेसन भएको छ भन्ने कुरा गर्नुपर्दा मार्केट यो लेभलमा ओपन भयो, ओपन भएपछि कन्टिन्यू दिनैभरि डिमान्ड हाई आएर माथि गयो र फेरि लास्ट आवरमा चाहिँ अलिकति सप्लाई बढी आएर चाहिँ ओपनिङ प्राइस भन्दा पनि अलिकति तलतिर गएर चाहिँ क्लोजिङ हुन्छ भने यस्तो खालको क्यान्डल फर्मेसन हुन्छ र अब यस्तो क्यान्डल देख्ने बित्तिकै हामीले अलिकति सेलरहरूको सेलिङ प्रेसर हाई छ भन्ने कुरा चाहिँ हामीले बुझ्नुपर्छ र यसलाई हामीले चार्टमा हेर्नुपर्दा चाहिँ यस्तो देखिन्छ है त। ग्रेभ स्टोन डोजी क्यान्डल अब यो लेभलमा फर्मेसन भएको देखिराखेको छ र मार्केट यसरी अप ट्रेन्ड जाँदै गर्दाखेरि ग्रेभ स्टोन डोजी क्यान्डल फर्मेसन हुन्छ भने हामीले के बुझ्नुपर्छ भने यस्तो क्यान्डलले चाहिँ मार्केटमा अब थोरै रिभर्सल आउनेवाला छ भन्ने कुरा चाहिँ हामीले बुझ्नुपर्छ। त्यही अनुसार मार्केट थोरै डाउनफल भएको कुरा पनि यहाँनिर देखिराखेको छ। नेक्स्ट क्यान्डलस्टिक प्याटर्नको नाम रहेको छ बियरिश स्पिनिङ टप हैन त, यो चाहिँ बियरिश स्पिनिङ टप क्यान्डलस्टिक प्याटर्न रहेको छ र यहाँनिर चाहिँ अब मार्केट यसरी बढ्दै गर्दा यो बियरिश स्पिनिङ टप क्यान्डल फर्मेसन हुन्छ भने मार्केट रिभर्सल आउँदैछ अथवा मार्केट यो लेभलबाट चाहिँ घट्नेवाला छ भन्ने कुरा चाहिँ हामीले बुझ्नुपर्छ र अब यो क्यान्डलको फर्मेसनको कुरा गर्नुपर्दा यो लेभलमा ओपनिङ प्राइस हैन, मार्केट बडो ओपनिङ भइसके पछाडि फेरि मार्केटमा सेलिङ आएर यो लेभलको लो बनाउन पुग्यो र मार्केट अलिकति रिकभर भएर चाहिँ यो लेभलमा गएर मार्केट क्लोजिङ भएको देखिराखेको छ। यहाँनिर आएर चाहिँ हामीले बियरिश स्पिनिङ टप क्यान्डल फर्मेसन भएको देखिराखेको छ र यस्तो खालको क्यान्डल यदि टपमा गएर बन्छ भने मार्केट यसरी डाउनफल हुन्छ भन्ने कुराको चाहिँ हामीले बुझ्नुपर्छ है त। अर्को रहेको छ हाम्रो वान बार न्युट्रल क्यान्डलस्टिक प्याटर्न है त। अब आजको भिडियोमा हामीले वान बार क्यान्डलस्टिक प्याटर्नको बारेमा सिकिरहेका छौँ र वान बार क्यान्डलस्टिक प्याटर्न अन्तर्गत चाहिँ हामीले वान बार बुलिश क्यान्डलस्टिक प्याटर्न, वान बार बियरिश क्यान्डलस्टिक प्याटर्न र वान बार न्युट्रल क्यान्डलस्टिक प्याटर्नको बारेमा सिक्दैछौँ हैन, जस अन्तर्गत अबको चाहिँ हाम्रो वान बार न्युट्रल क्यान्डलस्टिक प्याटर्न रहेको छ जसमा अब पहिलो क्यान्डलस्टिक प्याटर्नको नाम रहेको छ डोजी क्यान्डलस्टिक प्याटर्न है। डोजी क्यान्डलस्टिक प्याटर्नमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि अब प्लस जस्तो देखिन्छ है, त्यसो हेर्दाखेरि यसको पिक्चर चाहिँ प्लस जस्तो देखिन्छ। अब यहाँनिर चाहिँ के भइरहेको छ भन्दाखेरि यो लेभलमा अब हेर्दाखेरि यो लेभलमा मार्केट ओपन भयो, मार्केट माथि बढेर पनि त्यही माथि अलिकति गएको छ, फेरि घटेर पनि अलिकति तल आएको छ र क्लोजिङ हुँदा चाहिँ ओपनिङ प्राइसकै नजिकै क्लोजिङ भइरहेको छ र यहाँनिर चाहिँ एउटा प्लस आकारको क्यान्डल फर्मेसन भएको छ र यस्तो क्यान्डलमा चाहिँ हामीले कुनै पनि डिसिजन लिन हुँदैन भन्ने खालको चाहिँ यसले
देखाइरहेको छ र यो ग्रीन क्यान्डलमा पनि त्यही भइरहेको छ हैन। अब यस्तो खालको क्यान्डल हामीले देखिन्छ मार्केटमा भने यो चाहिँ न्युट्रल क्यान्डलस्टिक प्याटर्न अन्तर्गत पर्छ र यस्तो क्यान्डल पश्चात चाहिँ हामीले एउटा नेक्स्ट डेको कन्फर्मेसन क्यान्डललाई हेरेर मात्रै ट्रेड गर्नुपर्छ। अर्को रहेको छ हाम्रो लङ लेग डोजी क्यान्डल है त। अब डोजी क्यान्डल जस्तै हो तर यसमा चाहिँ के हुन्छ भन्दाखेरि अप्पर विक्स अथवा अप्पर स्याडो र लोवर विक्स अथवा लोवर स्याडो चाहिँ अलिकति लामो हुन्छ अथवा अलिकति लङ हुन्छ, त्यसैले यसलाई चाहिँ हामीले लङ लेग डोजी क्यान्डल भनेर भनेको हौं। र यहाँनिर पनि के देखिन्छ भन्दाखेरि डिमान्ड र सप्लाई चाहिँ बराबरी देखिन्छ है त। यो तलपट्टिको विक्सले डिमान्डलाई देखाउँछ भने माथिपट्टिको विक्सले सप्लाईलाई देखाउँछ र लास्टमा क्लोजिङ प्राइस र ओपनिङ प्राइस चाहिँ एउटै लेभलमा देखिराखेको छ भने यस्तो खालको क्यान्डल फर्मेसन हुन्छ। र यो खालको क्यान्डल हामीले यदि चार्टमा देखियो भने चाहिँ मार्केट न्युट्रल छ भन्ने कुरा चाहिँ बुझ्नुपर्छ र नेक्स्ट क्यान्डलको आधारमा मात्रै हामीले मार्केटमा एउटा बाइङ या सेलिङ गर्ने भन्ने कुराको चाहिँ डिसिजन बनाउनु पर्छ है त। ल अब नेक्स्ट क्यान्डलस्टिक प्याटर्न अन्तर्गत स्पिनिङ टप क्यान्डलस्टिक प्याटर्न रहेको छ र यदि मार्केट हैन यो एउटा रिभर्सल क्यान्डल अन्तर्गत पनि पर्छ भने न्युट्रल क्यान्डलस्टिक प्याटर्न अन्तर्गत पनि पर्छ र मार्केट विशेष गरी अलिकति साइडवेजमा गइरहेको छ है। कुनै पनि एउटा ट्रेन्ड कन्फर्म गरिरहेको छैन, अप ट्रेन्ड र डाउन ट्रेन्डमा गइरहेको छैन र साइडवेज ट्रेन्डमा यो खालको क्यान्डल देखिन्छ भने हामीले यो चाहिँ न्युट्रल क्यान्डल भन्ने कुरा चाहिँ हामीले बुझ्नुपर्छ र यस क्यान्डलले पनि मार्केटलाई चाहिँ ठ्याक्क एउटा डिरेक्सन दिने काम चाहिँ गर्दैन। यो क्यान्डल देखिने बित्तिकै हामीले अलिकति वेट गरेर नेक्स्ट डेको क्यान्डलमा मात्रै हामीले बाइङ गर्ने या सेलिङ गर्ने भन्ने डिसिजन चाहिँ बनाउनु पर्छ। हजुरहरूलाई यो भिडियो कस्तो लाग्यो? यदि राम्रो लाग्यो भने एउटा लाइक गर्नु होला, सब्स्क्राइब गर्नु भएको छैन भने च्यानलमा एउटा सब्स्क्राइब पनि क्लिक गर्नु होला र भिडियो कस्तो लागेको छ एउटा कमेन्ट पनि गर्दै गर्नुहोला। नेक्स्ट भिडियोमा हामी फेरि भेट्नेछौँ। हजुरहरूले भिडियो अन्तिमसम्म हेरेर साथ दिनुभयो, हजुरहरूलाई धेरै धेरै धन्यवाद।